आजभोलि मलाई सोधिने एउटा मात्रै क्वेसन, आशा तिमी मोटाएकी छौ, तिमीले वेट गेन गरेकी छौ भनेर सोध्छन्। अलिअलि मोटाइ जस्तै लाग्छ, कति केजी वेट गेन गरेकी छु थाहा छैन। सो आज म चाहिँ जाँदैछु मिलमा आफ्नो वेट जोख्न। साथीहरू आज चाहिँ नसोचेकै भयो, 1 पाउ 200 ग्राम आधी केजी बढ्ने मान्छे म अहिले 10 केजी वेट गेन गरेकी छु। कुनै बेला म 55 केजी 60 केजी थिएँ अनि मेरो साथीहरूले मलाई एकदमै मोटाइस, यस्तो नराम्रो देखिन्छ, यसरी मोटाउन हुन्न, पछि अप्ठ्यारो हुन्छ भन्थे। अनि त्यही कुराले मलाई एकदमै पिर परेर कसरी हुन्छ अब चाहिँ वेट गेन गर्दैन, दुब्लाउँछु भनेर साँझको खाना नखाने, चटपटे चाउमिन खाएर सुत्ने। त्यसपछि म एकदमै दुब्लाएँ। अनि के साथीहरू, मान्छेहरूको चित्त बुझाउनै गाह्रो। पहिला मोटी थिए, छ्या मोटो मान्छे कस्तो नराम्रो देखिन्छ। त्यसपछि दुब्लाएँ, छ्या दुब्लो मान्छे कस्तो नराम्रो देखिन्छ। अब गर्नु चाहिँ के, जे गर्दा पनि मान्छेहरूको चित्त बुझाउनै गाह्रो। सो मान्छेको कुरा सुन्यो भने साथीहरू पागल भइन्छ। आफू जस्तो छ त्यसैमा खुसी हुनुपर्छ। अनि म चाहिँ अब चाहिँ पहिलाको जस्तै हेल्दी हुनुपर्छ भन्ने सोचमा छु। अबको दिनमा टन्न खान्छु, जिङरिङ्ग मोटाउँछु। खाए ल साथीहरू।